साथीहरू नमस्ते। आज म उपस्थित भएको छु एउटा च्याप्टर लिएर। त्यो च्याप्टरको नाम हो तत्त्वको वर्गीकरण। हामीले 8 कक्षामा पनि पढेका छौँ। तत्त्वको वर्गीकरण भनेको के हो, मोडर्न पेरियोडिक टेबलको बारेमा पढेका थियौँ 8 कक्षामा। त्यही भएर यो तत्त्वको वर्गीकरण चाहिँ निकै महत्त्वपूर्ण थियो, किनकि सबै तत्त्वलाई छुट्टा छुट्टै अध्ययन गर्नका लागि गाह्रो हुन सक्थ्यो। त्यही भएर यिनीहरूलाई चाहिँ वर्गीकरण गरेर तिनीहरूको रासायनिक र भौतिक गुण एउटै भएको तत्त्वलाई एउटा समूहमा राखेर वर्गीकरण गरेर अध्ययन गर्दाखेरि सजिलो भयो। 118वटा तत्त्वमध्ये त्यसरी राखेर अध्ययन गर्दाखेरि धेरैको रासायनिक तथा भौतिक गुणहरू हामीले सजिलै पत्ता लगाउन सक्यौँ अनि अध्ययन गर्नका लागि पनि धेरै सजिलो भयो। त्यसैले तत्त्वको वर्गीकरण चाहिँ निकै नै महत्त्वपूर्ण हुन सक्छ। हालसम्म 92वटा प्राकृतिक र 26वटा कृत्रिम गरी जम्मा 118वटा तत्त्वहरू पत्ता लागेका छन्। हालसम्म 92वटा चाहिँ प्राकृतिक र 26वटा कृत्रिम गरी चाहिँ जम्मा 118वटा तत्त्वहरू पत्ता लागेका छन्। अब अरू पनि लाग्न सक्छन्। 92वटा चाहिँ प्राकृतिक नेचुरल र 26वटा चाहिँ आर्टिफिसियल गरी जम्मा 118वटा तत्त्वहरू पत्ता लागेका छन्। पेरियोडिक तालिका। अब पेरियोडिक तालिका भनेको के हो? समान गुण भएका तत्त्वलाई एउटै समूहमा र फरक गुण भएका तत्त्वलाई भिन्न समूहमा राखेर अध्ययन गर्नका लागि बनाइएको तालिकालाई पेरियोडिक तालिका भनिन्छ। समान गुण भएका तत्त्वलाई चाहिँ एउटै समूहमा राख्ने र फरक गुण भएका तत्त्वलाई चाहिँ भिन्न समूहमा राखेर अध्ययन गर्नका लागि बनाइएको तालिकालाई चाहिँ पेरियोडिक तालिका भनिन्छ। समान गुण भएका तत्त्वलाई एउटै समूहमा र फरक गुण भएका तत्त्वलाई भिन्न समूहमा राखेर अध्ययन गर्नका लागि बनाइएको तालिका चाहिँ पेरियोडिक तालिका हो। अब पेरियोडिक तालिकामा पनि विभिन्न कोसिसहरू भए। पेरियोडिक तालिका बनाउने पनि विभिन्न कोसिस भए। कन्भिन्सिङली पहिले पहिले पनि कोसिसहरू भयो, तर अलिक कन्भिन्सिङली आएको मेन्डेलिभ पेरियोडिक तालिका। त्यसपछि अझ राम्रो भनेको मोडर्न पेरियोडिक तालिका, आधुनिक पेरियोडिक तालिका हो। रासायनिक मेन्डेलिभ पेरियोडिक तालिकामा जाउँ। रसियन वैज्ञानिक दिमित्री मेन्डेलिभले परमाणविक भारका आधारमा तत्त्वहरूलाई व्यवस्थित अध्ययन गरी पेरियोडिक तालिका निर्माण गरे। अब यो परमाणविक भारको आधारमा चाहिँ तत्त्वहरूलाई राख्दै गएर चाहिँ एउटा तालिका निर्माण गरेका थिए मेन्डेलिभले। उनले तत्त्वको वर्गीकरण सम्बन्धी नियम प्रतिपादन गरे। उनले चाहिँ तत्त्व चाहिँ कसरी वर्गीकरण गर्न सकिन्छ भन्ने कुरा चाहिँ नियम चाहिँ उनले चाहिँ प्रतिपादन गरे। मेन्डेलिभले पेरियोडिक नियम अनुसार, अब यो मेन्डेलिभको पेरियोडिक नियम अनुसार चाहिँ के भन्छ भन्दाखेरि तत्त्वको भौतिक तथा रासायनिक गुण तिनीहरूको परमाणविक भारको कार्यस्वरूप हुन्छन्। अब यसले भन्न खोजेको के हो भन्दाखेरि परमाणविक भारको बढ्दो क्रममा राख्दै जाँदाखेरि निश्चित निश्चित अन्तरालमा चाहिँ भौतिक र रासायनिक गुण समान भएका तत्त्वहरू चाहिँ दोहोरिँदै जान्छन्, होइन? परमाणविक भार चाहिँ बढ्दो क्रममा राख्दै जाने हो भने निश्चित अन्तरालमा चाहिँ भौतिक तथा रासायनिक गुण चाहिँ समान भएका तत्त्वहरू दोहोरिँदै जान्छन्। तत्त्वहरूको भौतिक तथा रासायनिक गुण तिनीहरूको परमाणविक भारको कार्यस्वरूप हुन्छन् भन्न खोजेको। परमाणविक भारको बढ्दो क्रममा राख्दै जाने हो भने निश्चित अन्तरालमा चाहिँ भौतिक र रासायनिक गुण समान भएका तत्त्वहरू चाहिँ दोहोरिँदै जान्छन् भन्न खोजेको हो। अब त्यसपछि मेन्डेलिभ पछि चाहिँ मेन्डेलिभ्सपछि सबैभन्दा अगाडि चाहिँ समूह भनेको के हो? ठाडो महललाई चाहिँ के भनिन्छ? समूह भनिन्छ। ठाडो महललाई समूह भनिन्छ भने गुणहरू समान भएको तत्त्वलाई ठाडो महलमा राखिन्छ। ठाडो महललाई समूह भनियो र गुणहरू समान एउटै गुण भएका तत्त्वहरू जुन छन् तिनीहरूलाई चाहिँ ठाडो महलमा राखिन्छ। त्यस्तै गरी पिरियड, तेस्रो लहरलाई चाहिँ के भनिन्छ? पिरियड भनिन्छ।
गुणहरू एकपछि अर्को पटक दोहोरिने अन्तरालसम्मका तत्त्वलाई चाहिँ तेस्रो लहरमा राखिन्छ है। गुणहरू एकपछि अर्को पटक दोहोरिने अन्तरालसम्मका तत्त्वहरू तेस्रो लहरमा पर्छन्। र परमाणविक भारका आधारमा तत्त्वलाई वर्गीकरण गर्दा केही जटिलता देखा पर्छन्। अब परमाणविक भार अब मेन्डेलिभले चाहिँ गरेको हो, अरूभन्दा कन्भिन्सिङली गर्यो मेन्डेलिभले पनि। त्योभन्दा पनि कन्भिन्सिङली चाहिँ हेनरी मोस्लेले आधुनिक पेरियोडिक तालिका बनायो। त्यही भएर मेन्डेलिभको पनि पढिन्छ। त्योभन्दा अगाडि पनि तत्त्वहरूको वर्गीकरण सम्बन्धी धेरै वैज्ञानिकहरूले हात हालेका छन्, तर मेन्डेलिभले त्योभन्दा नि कन्भिन्सिङली गर्यो। अनि त्योभन्दा पनि राम्रो चाहिँ कसले गर्यो भन्दाखेरि हेनरी मोस्लेले आधुनिक पेरियोडिक तालिका निर्माण गर्यो। परमाणविक भारको आधारमा तत्त्वलाई वर्गीकरण गर्दा केही जटिलता देखा पर्छन्। अब परमाणविक भारको आधारमा तत्त्वहरूलाई वर्गीकरण गर्दाखेरि चाहिँ केही जटिलताहरू देखा परे। कुनै कुनै तत्त्वको परमाणविक भार एकभन्दा बढी हुन्छ। जस्तै हाइड्रोजनको पनि तिनवटा परमाणविक भार फरक फरक हुन्छ। त्यही भएर कुनै कुनै तत्त्वहरूको परमाणविक भार एकभन्दा बढी हुन्छ। तिनीहरूको पेरियोडिक तालिकामा छुट्टै ठाउँ दिनुपर्ने हो। अब परमाणविक भारको आधारमा वर्गीकरण गर्दाखेरि तिनीहरूलाई चाहिँ छुट्टै ठाउँ ठाउँ दिनुपर्छ। त्यो परमाणविक भार दुई तिनवटा भएको जस्तै कार्बनको पनि फरक फरक हुन्छ। त्यही भएर तिनीहरूलाई चाहिँ छुट्टै ठाउँ दिनुपर्छ। एउटै तत्त्वको परमाणविक भार फरक फरक भएका तत्त्वहरूलाई छुट्टै ठाउँ दिनुपर्ने हो। तर अध्ययन गर्दै जाँदा वैज्ञानिकले अब छुट्टै तर दिइएको छैन, यो छुट्टै ठाउँ चाहिँ त्यहाँ चाहिँ दिइएको छैन। अध्ययन गर्दै जाँदा वैज्ञानिकहरूले परमाणविक भार तत्त्वको आधारभूत गुण नभइकन नभएको कुरा पुष्टि गर्दै थिए। अब त्यसपछि अध्ययन गर्दै जाँदाखेरि चाहिँ वैज्ञानिकहरूले चाहिँ परमाणविक भार चाहिँ तत्त्वहरूको आधारभूत गुण होइन भन्ने कुरा चाहिँ पुष्टि गर्दै थिए र पेरियोडिक तालिकाको नयाँ नयाँ नियम खोज गर्दै थिए। अनि पेरियोडिक तालिकाको चाहिँ नयाँ नियम चाहिँ उनीहरूले खोज गर्दै थिए। आधुनिक पेरियोडिक तालिका अब यो चाहिँ सबैले विश्वास गरेको र सबैभन्दा सुदृढ तालिका चाहिँ के हो भन्दाखेरि आधुनिक पेरियोडिक तालिका हो। सन् 1913मा बेलाती वैज्ञानिक हेनरी मोस्लेले तत्त्वहरूको गुण परमाणविक भारमा नभई परमाणविक सङ्ख्यामा भर पर्ने तथ्य पत्ता लगाए। अब आधुनिक पेरियोडिक तालिकामा चाहिँ तत्त्वहरूको गुण चाहिँ परमाणविक भारमा होइन परमाणविक सङ्ख्यामा भर पर्छ भन्ने कुरा चाहिँ उनले पत्ता लगाए। उनले आधुनिक पेरियोडिक नियम पत्ता लगाए। अब आधुनिक पेरियोडिक नियमले चाहिँ के भन्छ भन्दाखेरि तत्त्वहरूको भौतिक तथा रासायनिक गुण तिनीहरूको पारमाणविक सङ्ख्याको कार्यस्वरूप हुन्छ। अब परमाणविक सङ्ख्याका आधारमा तत्त्वहरूलाई वर्गीकरण गर्दै जाँदाखेरि निश्चित समयको अन्तरालमा चाहिँ भौतिक तथा रासायनिक गुण एउटै भएका तत्त्वहरू चाहिँ के हुन्छन् भन्दाखेरि दोहोरिँदै जान्छन्। आधुनिक पेरियोडिक तालिकालाई लामो पेरियोडिक तालिका भनिन्छ। आधुनिक पेरियोडिक तालिकालाई चाहिँ लामो पेरियोडिक तालिका पनि भनिन्छ। आधुनिक पेरियोडिक तालिकाको विशेषता अब आधुनिक पेरियोडिक तालिकाको चाहिँ के छ त विशेषता हेरौँ है त। परमाणविक सङ्ख्या बढ्दो क्रममा राखिएको यो चाहिँ परमाणविक सङ्ख्याको बढ्दो क्रममा राखिएको छ। आधुनिक पेरियोडिक तालिका चाहिँ 7वटा पिरियड र 18वटा ग्रुप रहेका छन्। यसमा चाहिँ 7वटा पिरियड रहेका छन् भने 18वटा ग्रुप रहेका छन्। बायाँपट्टि धातु, दायाँपट्टि अधातु र बिचमा अर्धधातु राखिएको छ। बायाँपट्टि चाहिँ धातु राखिएको छ, दायाँपट्टि चाहिँ अधातु राखिएको छ र बिचमा चाहिँ अर्धधातु राखेको छ। अल्काली धातुलाई आइए ग्रुपमा छ। अल्कालाइन अर्धधातु चाहिँ 2A आइआइएमा छ। सङ्क्रमण धातुलाई 3Bदेखि 2B, हेलोजेन तत्त्वलाई भिआइआइएमा र निष्क्रिय ग्यासलाई 18मा 18 अथवा ग्रुप 0मा राखिएको छ। परमाणविक सङ्ख्या 57 लान्थानियमदेखि परमाणविक सङ्ख्या 71सम्मको लुटेटियमसम्मको 15 तत्त्वको समूहलाई ल्यान्थानाइड्स भनिन्छ। परमाणविक सङ्ख्या 57 लान्थानियमदेखि परमाणविक सङ्ख्या 71सम्मको लुटेटियम
57 ल्यान्थेनियमदेखि 71सम्मको लुटेटियमको 15 तत्त्वलाई लुटेटियमसम्मको 15 तत्त्वलाई चाहिँ समूहलाई चाहिँ के भनिन्छ? ल्यान्थानाइड्स भनिन्छ। परमाणविक सङ्ख्या 57देखि लान्थानियमदेखि परमाणविक सङ्ख्या 71सम्मको लुटेटियमसम्मको 15 तत्त्वको समूहलाई चाहिँ ल्यान्थानाइड्स भनिन्छ है। परमाणविक सङ्ख्या 57 लान्थानियमदेखि परमाणविक सङ्ख्या 71सम्मको लुटेटियमसम्मको 15 तत्त्वको समूहलाई चाहिँ ल्यान्थानाइड्स भनिन्छ भने परमाणविक सङ्ख्या 89 एक्टिनियमदेखि परमाणविक सङ्ख्या 103 लोरेन्सियमसम्मको तत्त्वलाई चाहिँ एक्टिनाइड्स भनिन्छ। यिनीहरूलाई चाहिँ छुट्टै छुट्टै स्थान दिएको छ। पिरियडको तल पेरियोडिक ब्युटी नजाओस् भनेर पनि छुट्टै स्थानमा राखिएको छ। उपसेलमा इलेक्ट्रोनिक विन्यासका आधारमा तत्त्वलाई एसपिडिएफ ब्लकमा वर्गीकरण गरिएको छ। उपसेलको इलेक्ट्रोनिक विन्यास अनुसार इलेक्ट्रिक कन्फिगरेसन अनुसार तत्त्वलाई चाहिँ एसपिडिएफ ब्लकमा चाहिँ वर्गीकरण गर्ने गरिएको छ। उपसेलमा आधारित तत्त्वको इलेक्ट्रोनिक विन्यास। कुनै पनि परमाणुको न्युक्लियस वरिपरि इलेक्ट्रोन घुम्ने बाटोलाई सेल वा अर्बिट भनिन्छ। अब कुनै पनि परमाणुहरूको न्युक्लियस वरिपरि इलेक्ट्रोन घुम्ने बाटो जुन छ त्यसलाई चाहिँ के भनिन्छ? सेल अथवा अर्बिट भनिन्छ। त्यो गोलो गोलो हुन्छ नि, इलेक्ट्रोन भएको इलेक्ट्रोन हुन्छ त्यहाँ। हामीले इलेक्ट्रोनिक विन्यास बनाउँदाखेरि गोलो गोलो हुन्छ, त्यसलाई चाहिँ के भनिन्छ? कुनै पनि परमाणुको न्युक्लियस वरिपरि इलेक्ट्रोन घुम्ने बाटोलाई सेल वा अर्बिट भनिन्छ। प्रत्येक सेलमा एक वा धेरै सबसेल हुन्छन्। अब त्यो सेलमा पनि के हुन्छ भन्दाखेरि एक अथवा धेरै सबसेलहरू हुन्छन्। प्रत्येक सबसेलमा एक वा एकभन्दा बढी अर्बिटलहरू हुन्छन्। अब के हुन्छ? अर्बिटमा सेलहरू सबसेलहरू भयो, सबसेलमा पनि के भयो? अर्बिटल भयो। एस उपसेलमा 2, पी उपसेलमा 6, डी उपसेलमा 10 र एफ उपसेलमा 14 इलेक्ट्रोन रहन सक्ने क्षमता रहेको छ। एस उपसेलमा चाहिँ 2टा इलेक्ट्रोन, पी उपसेलमा चाहिँ 6वटा इलेक्ट्रोन, डी उपसेलमा 10वटा इलेक्ट्रोन र एफ उपसेलमा चाहिँ 14वटा इलेक्ट्रोन रहन सक्ने क्षमता रहेको हुन्छ। योभन्दा बढी, जस्तै एस उपसेलमा दुईभन्दा बढी इलेक्ट्रोनहरू राख्न पाइएन। पी उपसेलमा 6भन्दा बढी राख्न पाइएन। डी उपसेलमा 10वटा इलेक्ट्रोन राख्न पाइएन। एफमा 14भन्दा बढी इलेक्ट्रोन राख्न पाइएन। अफबाउ सिद्धान्त। अब त्यसपछि सबसेलको आधारमा इलेक्ट्रोनिक विन्यास गर्ने प्रक्रियालाई अफबाउको सिद्धान्तले निर्देश गर्छ। यसले चाहिँ कसरी गर्ने भनेर चाहिँ हामीलाई सिकाउँछ। यो सिद्धान्त अनुसार धेरै शक्ति भएका वा सबसेल भन्दा न्यून शक्ति भएका सबसेल इलेक्ट्रोन भरिन्छ। अब त्यसपछि यसमा चाहिँ धेरै शक्ति भएका सबसेल भन्दा पनि न्यून शक्ति भएका सबसेलमा इलेक्ट्रोनहरू पहिले भरिन्छ। निम्न शक्तिदेखि धेरै शक्ति भएका उपसेलको क्रम निम्न अनुसार छ: 1s, 2s, 2p, 3s, 3p, 4s, 3d, 4p, 5s, 5d, 5p, 6s, 4f, 5d, 6p, त्यसरी त्यसरी भरिन्छ है। यो 1s पूर्ण नभई 2sमा इलेक्ट्रोन भर्न सकिँदैन। त्यही भएर सबैभन्दा अगाडि 1sमा 2टा इलेक्ट्रोन भरिनु पर्यो, त्यसपछि 2sमा 2टा इलेक्ट्रोन, 2pमा 6वटा इलेक्ट्रोन, त्यसरी भरिँदै जानु पर्यो है। पेरियोडिक तालिकाको ग्रुपको विशेषता। अब पेरियोडिक तालिकामा चाहिँ ग्रुपको विशेषता के हुन्छ भन्दाखेरि एउटै ग्रुपमा रहेका तत्त्वको संयोज्यता एउटै हुन्छ, भ्यालेन्सी एउटै हुन्छ। एउटै ग्रुपमा रहेका तत्त्वहरूको संयोज्यता चाहिँ एउटै हुन्छ, भ्यालेन्सी एउटै हुन्छ। परमाणविक साइज। परमाणुको न्युक्लियसदेखि भ्यालेन्सेलसम्मको दूरीलाई परमाणविक साइज भनिन्छ। भ्यालेन्सेल भनेको अन्तिम सेल, भ्यालेन्सेल भनेको अन्तिम सेल। यदि हामीले इलेक्ट्रोनिक विन्यास बनायौँ भने त्यो चाहिँ के हुन्छ भन्दाखेरि भ्यालेन्सेल, न्युक्लियसदेखि भ्यालेन्सेल भनेको अन्तिम सेलसम्मको दूरी चाहिँ परमाणविक साइज निर्धारण गर्छ।
ग्रुपको माथिबाट तल जाँदा परमाणविक साइज चाहिँ के हुँदै जान्छ? माथिबाट तल ग्रुपमा जाँदै गर्दाखेरि परमाणविक साइज चाहिँ के हुन्छ? बढ्छ। अब पेरियोडिक तालिकामा पिरियडको विशेषता, संयोज्यता, सेल उही भए पनि सेलमा इलेक्ट्रोनको सङ्ख्या थपिँदै जान्छ जसले गर्दा संयोज्यता फरक हुन्छ। अब सेल चाहिँ उही हुन्छ पिरियडमा, तर के हुन्छ भन्दाखेरि जस्तै लिथियम, लिथियम भनेको आइए ग्रुपमा पर्छ। त्यहाँ चाहिँ कतिवटा इलेक्ट्रोन हुन्छ अन्तिम सेलमा भने एउटा। लिथियम लिथियम बेरिलियममा चाहिँ कतिवटा हुन्छ? दुईटा हुन्छ। त्यसरी बोरोनमा कतिवटा हुन्छ? तिनवटा हुन्छ। कार्बनमा चारवटा हुन्छ। त्यही भएर एउटै पिरियडमा पर्छन् यिनीहरू, पिरियड टूमा पर्छन्। तर पनि यिनीहरूको चाहिँ के हुन्छ भन्दाखेरि इलेक्ट्रोन सङ्ख्या चाहिँ थपिँदै जान्छ। सेल चाहिँ त्यही हुन्छ, सेल चाहिँ त्यही हुन्छ जसले गर्दा संयोज्यता फरक हुन्छ। परमाणविक साइज कुनै पनि पिरियडको बायाँबाट दायाँ जाँदा तत्त्वको परमाणविक साइज घट्दै जान्छ। पिरियडको बायाँबाट दायाँ जाँदाखेरि चाहिँ तत्त्वको परमाणविक आकार चाहिँ के हुँदै जान्छ? घट्दै जान्छ। प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनको सङ्ख्या त बढ्दै जान्छ तर सेलको सङ्ख्या बढ्दैन। प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनको सङ्ख्या बढ्छ तर सेलको सङ्ख्या चाहिँ बढ्दैन। प्रोटोन र न्युट्रोनको सङ्ख्या बढेसँगै न्युक्लियसमा धनात्मक सङ्ख्या बढ्छ। अब प्रोटोन र न्युट्रोनको सङ्ख्या बढ्छ जसले गर्दा न्युक्लियसमा धनात्मक सङ्ख्या बढ्छ र आफ्नो वरिपरिको सेललाई प्रोटोन र न्युट्रोनको सङ्ख्या बढ्यो भने धनात्मक सङ्ख्या बढ्छ जसले गर्दा आफ्नो वरिपरिको सेललाई बढी आकर्षण शक्तिले तान्न थाल्छ। यसले चाहिँ अनि वरिपरिको सेललाई चाहिँ बढी आकर्षण शक्तिले तान्न थाल्छ जसले गर्दाखेरि चाहिँ परमाणु खुम्चिन थाल्छ र परमाणविक साइज चाहिँ के हुन्छ? घट्छ। पिरियड पिरियडको बायाँबाट दायाँ जाँदाखेरि परमाणविक साइज चाहिँ के हुन्छ? घट्छ। इलेक्ट्रोपोजिटिभिटी, तत्त्वको भ्यालेन्स सेलबाट इलेक्ट्रोन छोडेर धनात्मक आयन बनाउन सक्ने गुणलाई इलेक्ट्रोपोजिटिभिटी भनिन्छ। तत्त्वको भ्यालेन्स सेलबाट चाहिँ एउटा इलेक्ट्रोन दिने, दुईटा इलेक्ट्रोन दिएर अरूलाई दिएर के हुन्छ भन्दाखेरि धनात्मक आयन बनाउन सक्ने गुणलाई चाहिँ के भनिन्छ? इलेक्ट्रोपोजिटिभ भनिन्छ। पिरियडमा इलेक्ट्रोन दिने गुण घट्छ भने ग्रुपमा बढ्छ। अब पिरियडमा चाहिँ इलेक्ट्रो इलेक्ट्रोन दिने गुण चाहिँ के हुन्छ? घट्छ। इलेक्ट्रोन दिने गुण, तत्त्वहरूको इलेक्ट्रोन दिने गुण चाहिँ के हुन्छ? घट्छ भने ग्रुपमा चाहिँ के हुन्छ? बढ्छ। ग्रुपमा चाहिँ तल जाँदाखेरि इलेक्ट्रोन दिने गुण चाहिँ बढ्दै जान्छ। माथिबाट तल जाँदाखेरि इलेक्ट्रोन दिने गुण चाहिँ के हुन्छ भन्दाखेरि बढ्छ। इलेक्ट्रोन नेगेटिभिटी, तत्त्वहरूको भ्यालेन्स सेलमा इलेक्ट्रोन प्राप्त गरेर, अब भ्यालेन्स सेलमा इलेक्ट्रोन प्राप्त गरेर ऋणात्मक आयन अरूबाट लिएर इलेक्ट्रोन ऋणात्मक आयन बनाउन सक्ने गुणलाई चाहिँ इलेक्ट्रोनेगेटिभिटी भनिन्छ। ग्रुपमा इलेक्ट्रोन प्राप्त गर्ने गुण घट्छ भने पिरियडमा चाहिँ बढ्छ। ग्रुपमा चाहिँ इलेक्ट्रोन प्राप्त गर्ने गुण घट्छ भने पिरियडमा चाहिँ के हुन्छ? ग्रुपमा चाहिँ इलेक्ट्रोन अरूबाट प्राप्त गर्ने गुण चाहिँ के हुन्छ? ग्रुपमा चाहिँ घट्छ भने पिरियडमा चाहिँ के हुन्छ? बढ्छ। ग्रुपमा धातुको रासायनिक सक्रियता माथिबाट तल जाँदा बढ्छ होइन। लिथियम, सोडियम, पोटासियममा सबैभन्दा सक्रिय चाहिँ के हुन्छ भन्दाखेरि पोटासियम हुन्छ। तिनटामा हेर्दा लिथियम, सोडियम, पोटासियममा, किनकि त्यसको परमाणविक आकार बढ्छ जसले गर्दा त्यसले चाहिँ सजिलै इलेक्ट्रोन दिन सक्छ। अधातुमा चाहिँ घट्छ जस्तै क्लोरिन, फ्लोरिन, क्लोरिनमा हेर्दाखेरि फ्लोरिन चाहिँ सबैभन्दा सक्रिय हुन्छ किनकि अधातुमा चाहिँ के हुन्छ भन्दाखेरि माथिबाट तल जाँदाखेरि अधातुको गुण चाहिँ के हुन्छ? घट्दै जान्छ। अधातुको रासायनिक सक्रियता चाहिँ के हुन्छ? घट्दै जान्छ। यसरी चाहिँ हामीले तत्त्वको वर्गीकरण भन्ने च्याप्टर सकेका छौँ। हजुरहरूलाई मन पर्यो भन्ने अपेक्षा लिएको छु। फेरि अरू भिडियोको लागि हेर्दै गर्नुहोला इन्स्टिट्युट अफ साइन्स एन्ड एजुकेसन। धन्यवाद।